हाई नमस्कार। तपाईँहरूलाई आज पनि म एउटा सानो भिडियो देखाउन लागिरहेको छु है। तपाईँहरूलाई आज म रबुवामा जहिले पनि कोसीमा माछा मारे गर्छन् भनेर भन्नुहुन्छ होइन, तर आज म तपाईँहरूलाई देखाउँदैछु। यो वारीदेखि पारीसम्मको पासो थापेर उहाँ एकजना दाइले तान्दै हुनुहुन्छ। ल हेर्नुहोस् होइन, तान्दै हुनुहुन्छ। म तपाईँहरूलाई अगाडि लगाएर देखाउँछु, अलि अगाडि लगाएर देखाउँछु। तपाईँहरू खालि रबुवा माछा पाउँछन्, माछा खान्छन्, हामीलाई दिँदैनन् भन्नुहुन्छ। यस्तो छ हालत। ल हेर्नुहोस् है, म थोरै जुम गर्छु अलिकति। हेर्नुहोस् उता पारीबाट ओइ ओइ भनेको छ छोड्ने मान्छे, यता वारी तान्दैछ, तर माछा चाहिँ अहिलेसम्म शून्य छ है। पात भन्दा केही छैन। हिजो हाउरी आएको थियो, पात भन्दा केही छैन। भन्दा केही एउटा माछा निक्ल्यो। ल एउटा माछा निक्ल्यो है, आज फर्स्ट टाइम मैले देखेँ। एउटा माछा निक्ल्यो है। यस्तो छ, यत्रो लामो कोसी वारी पारीमा एउटा, त्यो पनि पातको बिचमा। हस् त, तपाईँहरूलाई फेरि भोलि पर्सि अलि धेरै माछा मऱ्यो भने फेरि अर्को भिडियो लिएर आउनेछु है हजुरहरूलाई। हस्, बाई।